निशान मैनालीले विदेशबाट भिडियो बनाएर तपाईँहरूलाई परिचालित भनेर नाम दिएका छन्। तपाईँ कुनै दलबाट परिचालित हुनुहुन्छ भनेर उसले भिडियो बनाइरहेको अवस्था छ अहिले। हामीलाई हेरेर भन्नु न, हामी दलको त्यही त तपाईँहरूको यो कुरा त हामीले मिडिया मार्फत राखिदिरहेका छौँ। तर तपाईँहरूलाई चाहिँ परिचालितको नाम दिएको छ क्या, जसलाई तपाईँ आरोप लगाइरहनु भएको छ। तपाईँलाई लाग्छ कि हामी कहीँबाट परिचालित छौँ? तपाईँहरूको आफूले सत्य बोलिरहेको छ। यो त आज भाइरल भएछ। हामी 4 वर्षदेखि यसको विरोधमा लडिरहेछु सर। आजको कुरा होइन, 2 चोटि पैदल यात्रामा पनि आएछु हामीहरू, तर न्याय पाएको अहिलेसम्म छैन हामीहरू। अब यसलाई सबै ठाउँमा सही छाप गराइदिएछ भनेर अदालतमा हामी के आधारले जित्छौँ भन्नु त? कुनै यस्तो विकल्प छ? मिटर ब्याजी सबै कागज सही छाप गरेर त नै पैसा लिन्छ। यो प्रमाण तपाईँसँग छैन त तपाईँ पीडित हो होइन? प्रमाण एउटै हो हामीसँग कि 4 दिनमा 2वटा लाल पूर्जा एउटै मान्छे एउटै जग्गा 2वटा लाल पूर्जा बनाएछ। यो बनाउनेमा निशान मैनालीले हामीले के अरे अदालतबाट सफाई पाइसकेका छौँ। कुरालाई एउटा परिचालनको ढङ्ग यो सर्लाही जिल्लाबाट उसले पाइसकेको छ सर। हामी फेरि पूर्ण आवेदनमा गएछौँ, न्याय पाए छैन हामीले। यो मिटर ब्याजीमा पनि न्याय पाएन, अनि त्यो भएर अदालत हामीलाई के हेरेर दिन्छ न्याय भनेर हामीलाई यो छ। यो मिटर ब्याजीको त सबै सही छाप गरेर कागज बनाएर राजीनामा पास गरेर पैसा लिन्छ नि महाजनसँग, त त्यो कसरी न्याय पाउँछ? तपाईँहरूलाई कमाउन दिएको जग्गा रे तपाईँहरूले त्यसमा चाहिँ दाबी गर्नुभयो भन्ने पनि आरोप लगाइएको छ तपाईँहरूमा। त्यो त सर थाहै भएन हामीहरूलाई। 5 साल कसैलाई यो गाउँमा कसैलाई थाहा भएन कि यसले किनिसक्यो। यो मान्छेलाई ठिकापट्टाको कागजमा पनि घरैमा बोलाएर सही छाप गराएछ। ठिकापट्टा कागज ठिकापट्टा भनेर होइन, एकजनासँग 10 लाख रुपियाँ लिन्छु साक्षी बस्दिनु दिदी भनेर यसको निशान मैनाली उसको सबै परिवारलाई दिदी दिदी भन्थ्यो। अनि दिदी साक्षी बस्दिनु एकजनासँग 10 लाख रुपियाँ दिएछु भनेर घरैमा बोलाएर सही छाप गराएछ। त्यो चाहिँ ठिकापट्टाको कागज भएछ सर। हामी त्यो भयो। यो ठ्याक्कै तपाईँको निशान मैनालीसँगको तपाईँहरूको कारोबार विशेष गरी हो कि उहाँको परिवारसँग? परिवार आमासँग भयो, तर यो राजीनामा जुन पास गराएछ डिस्ट्रिक्ट बन्धनको नाममा, त्यो निशान मैनालीले यसलाई साइकलमा बसाएर लगिएको छ। घर बाटोको सिफारिस गराएछ वटा कार्यालयमा र उहीँबाट मालपोत कार्यालय पनि लगिएको छ उसले। यो 2वटा लाल पूर्जा बनाउने पनि यसको निशान मैनाली नै हुनुहुन्छ? हजुर, साइकलमा हालेर निशान मैनालीले साइकलमा बसाएर लगिएको। कति सालको कुरा हो यो दिदी? यो चाहिँ 74/6/29 गते 74/6/25 गते एउटा लाल पूर्जा यसको नाउँमा छ। अर्को फेरि 74/6/29 गते यसैको नाउँमा लाल पूर्जा बनिएको छ 2वटा। तपाईँसँग प्रमाण यति मात्रै छ कि एकै समयमा अथवा छोटो समयमा 2वटा लाल पूर्जा हुनु नै तपाईँहरूमाथि जालसाजी भयो भन्ने कुरा, ठगी भयो भन्ने प्रमाण हो? त्यसो भए अरू प्रमाण तपाईँहरूसँग छैन? त्यसो अरू केही प्रमाण छैन। यानि भएको यही 4 दिनको भित्रमा यसको नाउँमा 2वटा लाल पूर्जा कहाँबाट आयो? जग्गा एउटै, मान्छे एउटै, जग्गा कसरी यो 2वटा लाल पूर्जा आयो? तपाईँ हेर्नुहुन्छ भने हामीसँग छ, अहिले लाल पूर्जा छ। देखाइदिनुहोस् लाल पूर्जा हेर्नु कस्तो छ। यो मालपोत कार्यालयको बदमासी होइन। यो 2वटा लाल पूर्जा कार्यालय कर्मचारीको मिलिमत्तमा पनि खाए सम्पत्ति। यो पशुपति लिखनदास उसैको घरमा आएर यसलाई ठिकापट्टाको कागज 10 लाख रुपियाँ घरैमा आएर गराएछ। घरैमा आएर ठिकापट्टाको कागज घरैमा आएर गराएछ। जो तपाईँलाई के भनेर चाहिँ सिग्नेचर गराइएको थियो आमा? ठिकापट्टाको कागजमा दिदी म 10 लाख रुपियाँ अरूसँग लिएको छु, मलाई साक्षीमा बस्दिनु न। त्यहीमा म बस्दियो त ठिकापट्टाको कागज भयो सर। अनि तपाईँ वार्डमा जानु भएन? सबै चारैतिर कहाँ जानु? कहाँ गएन सर। धरना प्रदर्शन नाला जुल सबै गरेको छु। 3 वर्ष अघिको कुरा हो यो हेर्नु। आज ऊ देवी महतो 74/6/25 गतेको हो यो जग्गा हेर्नु सर। यसमा केही त भएको छैन नि। हेर्नु मालपोत कार्यालयको केही भएछ? केही त भएको छैन नि। कसैले भन्छ कि यो जग्गा बिक्री भएछ? हेरिदिनु सबैजना। यो लाल पूर्जा सरकारसम्म पुर्याउनु कि यो मैले ज्ञानेन्द्र साईज्यूसँग कुरा राखेको छु। भिडियो पनि भाइरल भएछ। 10 कट्ठा होइन तपाईको? 10 कट्ठा हेर्नु न। यसमा किस्ता नम्बर सबै दिएछ। 10 पूर्जा बनेको कति दिनपछि बनेको लाल पूर्जा? 4 दिन। 4 दिन। हजुर यो 29 गतेको। यो 25 गते यो 74/6/29 गते। यो हेरिदिनु। अब यो हेर्नु उमा कुमारी देवी महतो छ। मलाई ठगी भन्छ, चोर भन्छ। यो हेरिदिनु।
यहाँ चाहिँ यस्तो भएछ यो हेर्नु यो उडी उख्रिसकेको छ धेरै दिनदेखि राख्दा जग्गा एउटै किता एउटै मान्छे एउटै फेरि दुईवटा लाल पूर्जा कसरी भयो मालपोत बेचिएको छैन यसमा बेचिएको देखाएको छ फेरि त त्यही त 29 गते कसरी भयो यो लाल पूर्जामा हुनु पर्थ्यो यो त चाहिँदैन थियो त यो किन चाहियो 4 दिन कि कति दिनको फरकमा छ 4 दिनको फरकमा लाल पूर्जा अर्को बन्यो अर्को बनाएछ यही निशान आवश्यक थियो बनाउनु थिएन यसको के जरुरत छ जग्गा एउटै हो मान्छे एउटा तपाईको सम्पत्ति खानलाई यो सरकारले हाकिम लेखनदा सब मिले निशान मैनाली आफै पनि मिले हजुर अनि यो चाहिँ लाल पूर्जा उसको मम्मीले आफ्नै घर लगिदियो यो लाल पूर्जा लिएर यो आफ्नो घर आएछ 3-4 महिना पछि यो लाल पूर्जा दिएछ यसलाई कि यो कसैलाई नदेखाउनु ठिका पटा यो डिस्ट्रिक्ट बन्धनको कागज हो पैसा दिएपछि हामी सबै फर्काइदिन्छौँ भनेर यस्तो भनेछ अनि यसले सबै पैसा दिँदै गएछ पछि भनेपछि उहाँले अर्को कपी निकालेर बेच्नुभयो अर्को हजुर यो भनाइ हो उहाँको अहिले भनिरहेछ त्यस्तो कुराहरू तपाईहरुले चाहिँ दृष्टिबन्ध कागज र लाल पूर्जा चिन्नु भएन है यो मान्छेले के चिन्ने हामीलाई त थाहै भएन सर ए बुझिएन मेरो घरमा दिन राति आउनु जाने सबै परिवार यिनीहरू थियो गाउँमा गएर सोध्नु न तपाईहरु छिमेकी हुनुहुन्छ विश्वासघात गरेछ ठुलो यिनीहरूलाई यो अनपढ मान्छे र सिधा साधा मान्छेलाई विश्वासघात ठुलो विश्वासघात गरेको होला त्यो जग्गा अहिले त्यो जग्गा त 1 करोड भन्दा बढीको 60-65 लाख रुपैयाँ पनि यसको लिइसकेको छ यसको मार्फतबाट फेरि कसैलाई नभन धम्किआएछ पनि 60-65 लाख क्यास लिएको छ क्यास तपाईहरुले बैंकिङ कारोबार गर्नु भएको छैन अब हामीलाई त थाहै थिएन म त बहराइनमा अनि म त यसको नाममा पठाउँथ्यो अनि यसले चाहिँ झिकेर योसँग बैंकमा पनि गएर पैसा लिएको छ तपाईको धर्मपत्नी उहाँ हजुर यो जग्गा तपाईले विदेशमा कमाउने जग्गाको पैसा तिर्दै गर्ने हजुर मतलब आफ्नो ऋण लिएको पैसा तिर्दै गर्ने यो त हामीलाई थाहै भएन कि यसले पैसा तिरिरहेछ भनेर मलाई मात्रै थाहा छ यसको कमाइ 4.5 वर्षको उसलाई दियो जी सर 25 लाख रुपैयाँ म ऋण उठाएर गाउँबाट दिएछु म गाउँबाट मेरो 25 लाख रुपैयाँ अहिले ऋण छ अब पुरानो गाउँको सलेमपुर मलगवा छ नि 12 कट्ठा जग्गा बेचेर उसलाई म पैसा दिएको छु हातमा क्यास दर्ता नम्बर आफूले नयाँ तपाईले लिएको चाहिँ कति हो दिदी 1.5 लाख रुपैयाँ 1.5 लाखको तपाईले तिर्नुभयो कति नयाँ दर्तामा फेरि 65 लाख 1.5 लाखको पैसाको 25 नम्बर दर्ता 65 लाख रुपैयाँ पैसा पनि तिर्नुभयो जग्गा पनि गुमाउनुभयो जग्गा पनि मेरो खाइदियो यो त मिटर ब्याजीको पनि बाप रहेछ यो त है बाबुको बाबु छ मिटर ब्याजीको बापको पनि बाप लिएको 1.5 लाख दिइसक्नुभयो कति लाख 60 लाख 60 से 65 क्यास है तपाईले चाहिँ खातामा अथवा चेक दिनुपर्छ यसरी बुझ्नु भएन है म बुझे मलाई थाहा हुन्थ्यो नि सिग्नेचर लिनुपर्छ त म एउटा पैसा दिँदैन थियो तर म कसैसे कारोबार गरेको थिएँ पहिले बाजे उसैसे कारोबार पहिलोचोटि कारोबार गर्दा तपाईँ घरबार बिन हुनु पर्यो घरबार यस्तो अवस्था बनाइदिएको छ मलाई कहिले त म के गर्नु अनि निशान मैनाली जसले राष्ट्रपतिको समर्थन गर्नुहुन्छ रवि लामिछानेको समर्थन गर्नुहुन्छ कन्टेन्ट क्रिएटर भएर सबै मान्छेको समर्थन गरेको देखिन्छ तर आफै शोषक हुनुहुँदो रहेछ हैन अब कस्तो व्यक्ति निशान मैनाली 22 गते राम्रो छ तपाईहरुको अति त राम्रो हामीले तपाईहरुको भिडियो बनाएर हाल्दा हामीलाई पनि बिकाउको ट्याग लगाइएको छ अहिले मिडियाहरु बिके भनिरहेका छन् हामीलाई खिचेको मिडियाले यस्ता व्यक्तिको भनेर हामीलाई उनी भन्दैछन् निशान मैनाली उ धम्काउँछ नि मिडियालाई कसैले नडराउनु मैले अगर गलत गरे हो भनेर सरकारले उसको छानबिन गरोस् र दोषीलाई कडी भन्दा कडी सजायको हामी यही माग गरिरहेछौँ निशान मैनालीसँगै भेटेर तपाईले जग्गाको कारोबार गर्नुभयो छैन गरेको छैन हामीलाई त थाहै थिएन बाबु विदेश हुनुहुँदो रहेछ झुटो बोल्नु हामीले त थाहै थिएन जे गरेछ चाहिँ ये गरे सही सब जहाँ गरेछ सीले गरे हामी घर परिवारको निशान मैनालीसँग भेट्नु भएको छ तपाईहरुले ए घरमा दिन रात मेरो आउँदो जाउँदो खानु पिउने गर्थ्यो यार घर छ त के नभेट्नु मेरो घरमा आएर कति खाएर गएछ तर यस्तो गरेछ नि विश्वासघात ऊ मालिकले हेर्छ नुनको शरीर कस्तो हुन्छ भनेर त्यो एक दिन देखाउँछ जरुर तर अहिले सरकारसँग हामी यो अन्याय अत्याचारको विरुद्धमा लडिरहेछौँ सरकार उहाँ त अहिले चर्चित हुनुहुन्छ कन्टेन्ट क्रिएटर उहाँको शैली अर्कै छ उहाँको भ्युज उहाँको लाइक उहाँका समर्थनहरू धेरै छन् अहिले उसको फलोवर हामीलाई झोले
के कार्टुन हालिरहेछ नि उनीहरूलाई म भन्न चाहन्छु मेरो अनुहार हेरेर आफ्नो बाबा आमाको अनुहार हेरेर एकचोटि अनि भन् कि हामी झोले देखिन्छौँ झोले भनेको के हो भनेर हामी सिधा साधा मान्छेलाई सोध झोले भनेको कुनै पार्टीको झन्डा बोकेर हिँड्ने अर्काको विरोध गर्ने त्यस्तो मान्छेलाई झोले भनिन्छ तपाईँ परिचालित भनिन्छ कि भन्नुभएको छ कि उहाँले चाहिँ आरोप लागेपछि के हेरेर प्रचालित भनिएको छ मैले कुन नेतासँग थियो कहिले फोटो खिचाएको यो उमेरमा आएर पैसामा बिग्नु भयो भनिएको छ क्या तपाईँहरूलाई त्यही त म भनिरहेको छु उनीहरूलाई मेरो अनुहार हेरेर भन त म के देखेर झोले देखिन्छु मेरो अवस्था हेर अनि आफ्नो बाबा आमा जस्तो मान्छेलाई यस्तो भन्नु कति लजास्पद कुरा हो हामी पीडाले 4 वर्षदेखि धाइरहेछौँ तर आजसम्म न्याय पाएको छैन भन्नुहुन्छ भने 4 वर्ष पहिलाको भिडियो देखाउँछु गाउँमा नगरपालिकामा धरना प्रदर्शन बसेको सिडिओ कार्यालयमा धरना प्रदर्शन गरेको हामीहरू अदालततिर धरना प्रदर्शन गरेको तपाईँ माइतीघर मण्डलमा यसरी यो न्यायको लागि आएको चाहिँ फर्स्ट टाइम होला होइन पहिलोचोटि हजुर माइती घरमा म पहिलोचोटि आएँ छोरी माइतीघर मण्डलमा आएपछि तपाईँको कुरा कमसेकम धेरै मान्छे कहाँ पुग्यो है हजुर धेरै पुरै नेपालमा आशा छ न्याय मिल्छ भन्ने कुरा अगर यो परिवर्तनको सरकार साँच्चीकै हो भनेर त हामीलाई जरुर न्याय दिन्छ किनभने हामीहरू पनि घन्टीमा भोट हालेर भारी बहुमतले पठाएको छौँ घन्टीले भोट हाल्नु भयो हजुर हो नरेन्द्र शाहलाई यति भोट परेको छ 3 नम्बर क्षेत्रमा सर्लाहीको कि पुरै मध्य प्रदेशभरमा सबैभन्दा बढी भोटको नरेन्द्र शाहलाई पर्यो 46,000 भोट परेको छ उहाँलाई तपाईँले भोट हालेर जिताएको सरकारले अब के गर्छ हेरौँ होइन पुरै विश्वास छ कि यो सरकारले हामीले कुनै न कुनै निकास जरुर दिन्छ यो आँसु पुग्छ भन्ने ढुक्क हुनुहुन्छ सरकारले हजुर